कोही पुगेछौँ भने पनि सरकारले हाम्रा लागि अतिरिक्त सुरक्षा अतिरिक्त सेवा केही पनि दिनु पर्ने छैन। हाम्रा साथीहरूलाई कुनै पनि किसिमको आफ्नै तरिकाले व्यक्तिगत तवरबाट साथीहरू जानुहुनेछ। प्रशासनलाई कुनै पनि किसिमको उहाँको दखलअन्दाज नगर्ने तवरले हामी जानेछौँ, जानु परेको खण्डमा, नत्र जाने छैनौँ। यो पनि म सम्मानित सदन मार्फत जानकारी गराउन चाहन्छु। र ती प्रभावित क्षेत्रहरूमा टेलिफोनको डाटा उपलब्ध गराएको कुरा मैले जानकारी पाएको छु। त्यहाँ टेलिफोन गर्दा ब्यालेन्स नहुँदा पनि समस्या नपरोस् भन्ने कुरामा सरकार सचेत भइसकेको छ। डाटा छैन भन्ने कुराको पनि चिन्ता नहोस् भन्ने कुरामा पनि सरकार सचेत भइसकेको पनि जानकारी मैले प्राप्त गरिरहेको छु। यसमा ध्यान दिनुपर्ने, विपदमा ध्यान दिनुपर्ने कुरा एउटा थोरै मेरो सामान्य अनुभवका आधारमा यहाँ बताउन चाहन्छु कि यो आवाज सम्बन्धित निकायसम्म अवश्य पनि पुग्नेछ कि जब विपद पर्छ त्यतिखेर सबैभन्दा अप्ठ्यारो सीमान्तकृत वर्गलाई पर्दछ। अझ माइनोरिटीलाई यसले निकै ठुलो समस्या पार्दछ। त्यसमाथि महिला, गर्भवती महिला, वृद्धा, अपाङ्गता भएका व्यक्तिहरू, दलित समुदायमा यसको प्रभाव परेको डाटाहरूले बताएको छन्। किनकि राज्यको पहुँच नहुँदा, गरिबीमा बस्नुपर्दा त्यसका आफ्नै चुनौतीहरू छन्। ती चुनौतीहरूले विपदमा पनि सबैभन्दा बढी प्रभाव त्यही सीमान्तकृत वर्गलाई, त्यही माइनोरिटीलाई पर्ने गरेको छ। अझ बढी मैले अघि भने जस्ता वर्गलाई असाध्यै धेरै अप्ठ्यारो परेको हुन्छ। त्यस्तो अवस्थामा प्राथमिकतामा यी वर्गहरू परुन्, महिलाहरू प्राथमिकतामा परुन्, वृद्धहरू प्राथमिकतामा परुन्, गर्भवती महिलाहरूलाई प्राथमिकतामा राखियोस्, बालबालिकाहरूलाई प्राथमिकतामा राखियोस्, अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखियोस्। मलाई विश्वास छ सरकारले यस्ता प्राथमिकताहरूलाई ध्यान दिनेछ र विगतमा भएका काम कारबाहीहरू, विगतमा भएका विपदका हाम्रा अनुभवहरूबाट सिक्नुपर्ने र नगर्नुपर्ने गल्तीहरूका लिस्ट सरकारसँग पक्कै पनि छ होला। म विश्वस्त छु कि सरकारले यी सबै कुराहरूलाई पक्कै पनि मध्यनजर गर्नेछ। सम्भावित हवाई उद्धारलाई प्राथमिकताका साथ राखिएको कुरा जानकारीमा आएको छ। आपतकालीन परिचालनका लागि विमानस्थलहरूमा सर्च एन्ड रेस्क्यु तथा इमर्जेन्सी रेस्पोन्स टिम समेत तयार भएको अवस्थामा रहेको जानकारी पनि प्राप्त भएको कुरा म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। एकद्वार प्रणालीको विषय मैले अघि उठाइहालेँ, म त्यसमा फेरि जोड लगाउनु पर्ने आवश्यकता ठान्दिनँ। र अहिले जोखिम कायमै रहेको हो कि भन्ने किसिमका सूचनाहरू पनि आइरहेको हुनाले सबैजनालाई अतिरिक्त सतर्कता अपनाउन पनि म यहीँबाट अपिल गर्न चाहन्छु। सँगसँगै कहिलेकाहीँ राहत उद्धारमा लागेका सुरक्षाकर्मीहरू र उद्धारमा सुरक्षाकर्मीहरूलाई सघाउनका लागि अघि भने जस्ता विभिन्न राजनीतिक दल अथवा यस्ता सङ्घ संस्थामा गएका मानिसहरूसँग उपयुक्त उपकरणहरू, उपयुक्त तालिम नहुँदा उद्धारकर्मीहरू पनि जोखिममा पर्ने निकै ठुलो सम्भावना रहन्छ। यस्तो अवस्थामा उद्धारमा गएका साथीहरूले त्यो जोखिम उठाउँदाखेरि आफूलाई खतरामा राखेर भन्दा पनि तालिम प्राप्त उद्धारकर्मीहरूसँग समन्वय गर्दा थप जोखिमबाट बच्न सकिन्छ। म यो कुरा पनि सम्मानित सदन मार्फत अपिल गर्न चाहन्छु। र कयौँ नागरिकहरू बेपत्ता भएको यो अवस्थामा हामीसँग सम्पूर्ण डाटाहरू प्राप्त भइसकेको अवस्था छैन। सँगसँगै हाम्रो मुलुकलाई घुम्न आउनुभएका कयौँ पर्यटकहरू पनि यस्तो अवस्थामा पर्नुभएको छ। म अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्धक्क हुन अनुरोध गर्न चाहन्छौँ कि हामी हाम्रा नागरिकहरूलाई बचाउने मात्र होइन, हाम्रा देश घुम्न आउनुभएका विभिन्न देशका नागरिकहरूको उद्धार, राहत र उहाँहरूको ज्यानलाई जोखिम नहोस् र उहाँहरूको पनि उद्धार र उपचार होस् भन्ने कुरामा अत्यन्त सचेत छौँ। म यही संसदको रोस्ट्रमबाट अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्धक्क हुन र सरकारले आफ्नो सामर्थ्य पुर्याएर आफ्नो सम्पूर्ण सामर्थ्य लगाएर काम कारबाही गर्नेछ भन्ने कुराको पनि म सुनिश्चितता अभिव्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, कहिलेकाहीँ अप्ठ्यारो परेका ठाउँमा, आपत परेका ठाउँमा, बाढी आइरहेको बेलामा पनि छेउछाउमा बसेर हेर्ने, त्यसलाई छायाङ्कन गर्ने, आफ्नो मोबाइलमा त्यस्ता दृश्यहरू कैद गर्ने क्रियाकलापले पनि सुरक्षाकर्मीहरूका लागि चुनौती सृजना गरेको हुन्छ। म यो सम्मानित सदनबाट ती सम्पूर्ण आम नागरिकहरूलाई अनुरोध गर्न चाहन्छु कि ती दृश्यहरू कैद गर्ने हतारो अथवा त्यो दृश्यको साक्षी, कुनै पनि विपदको साक्षी बस्नका लागि आफ्नै ज्यानलाई जोखिममा राखेर बस्ने कार्यलाई बन्द गर्नु हुनको निमित्त म आम नागरिकलाई अपिल गर्न चाहन्छु। किनभने त्यसरी पनि जोखिम बढेको अवस्था सृजना भएको छ र जोखिम अझै पनि बाँकी रहेको कुरा, फेरि पनि जोखिममै हामी रहेको त्यस्ता सूचनाहरू पनि आइरहेको हुनाले म त्यसतर्फ पनि सम्बन्धित धेरैलाई म अपिल पनि गर्न चाहन्छु।
र अन्त्यमा सम्मान्य सभामुख महोदय, राष्ट्रिय स्वतन्त्र पार्टीले केही बेरपछि आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध गराउने रकमको पनि निर्णय गर्नेछ। साथै रासोपाका सांसदहरूले बेग्ला बेग्लै होइन, सामूहिक रूपमा यो आपतमा सरकारलाई कसरी सघाउन सक्छ भन्ने कुरा पनि आज बस्ने बैठकले निर्णय नै गर्छ। म आम नागरिकलाई यहीँबाट अपिल गर्न चाहन्छु कि हामी सक्दो साथ सहयोग गर्नेछौँ। र सम्मानित सभामुख महोदय, कहिलेकाहीँ हामी विपदमा सरकारलाई या संयन्त्रलाई समीक्षा गर्न हतारो गर्दछौँ। म यसपटक सम्पूर्ण प्रतिपक्षी दलहरूलाई, नागरिक समाजलाई र सम्बद्ध सबैलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु कि यसपटकको विपद अलि बेग्लै किसिमको विपद छ। यो विपद अत्यन्तै कहाली लाग्दो ढङ्गले आएको छ। त्यसकारणले यस विपदलाई समीक्षा गर्ने हतारो नगरिदिनु हुनको निमित्त म हार्दिक अपिल गर्न चाहन्छु। र म यो विश्वासका साथ भन्न सक्दछु कि सत्तारूढ दलको सभापतिका हैसियतले कि सरकारले कुनै पनि कसर बाँकी रहने छैन। राज्यका सम्पूर्ण संयन्त्रहरू नागरिकको जीवधन बचाउनको निमित्त अहोरात्र प्रयोग हुनेछन्, सदुपयोग हुनेछन्। तिनको एक एक लेखाजोखा हामी राख्ने नै छौँ। तर नागरिकको ज्यान र नागरिकको जनधनभन्दा ठुलो यतिखेर केही पनि होइन। सरकारले आफ्नो पूर्ण सामर्थ्य प्रस्तुत गर्नेछ, पूर्ण इमान्दारीका साथ काम गर्नेछ। र यस्ता कार्य गर्दा विगतका अनुभवहरूलाई सँगाल्ने हिसाबले विभिन्न राजनीतिक दलका तत्त समयका विभिन्न नेतागणहरू, त्यतिखेर जिम्मेवारी सम्हालेका विभिन्न व्यक्तित्वहरूसँग बिना सङ्कोच सल्लाह सुझाव लिनेछ र सामूहिक रूपमा यो विपदबाट हामी मुक्ति प्राप्त गर्नेछौँ। सबैको सामूहिक प्रयासले हामी आम नागरिकमा यो विश्वास दिलाउन सक्छौँ कि चाहे जुनसुकै दल होस्, चाहे जुनसुकै विचारसँग आबद्ध व्यक्ति होस्, मुलुकलाई आपत पर्दा हामी एकै ठाउँमा उभिन सक्छौँ भन्ने कुराको हामीले स्पष्ट सन्देश यहाँ घरभित्र हाम्रा नागरिकलाई मात्र होइन, संसारलाई दिनुपर्नेछ। संसारलाई भन्नुपर्नेछ कि आपत पर्दा नेपालले जे गरेर देखायो, संसारका अन्य देशले पनि त्यस्तै एकबद्धता आपतमा देखाउन सक्यो भने मात्रै हामी देशका रूपमा संसारभरि चिनिनेछौँ। संसारका सबै देशले देख्ने गरी, अन्तर्राष्ट्रिय समुदायले देख्ने गरी हामी त्यो एकबद्धताको अभ्यास पनि यसपटक गर्नेछौँ भन्ने कुरामा म विश्वस्त हुन चाहन्छु। अन्त्यमा सम्मान्य सभामुख महोदय, यो विपद बाजा बजाएर आउँदैन भन्ने कुरा हामीले बुझेकै छौँ। तर पनि कहिलेकाहीँ प्रविधिको विकास सँगसँगै यस्ता सूचनाहरू प्राप्त हुने गर्दछन्। हामीले फड्को मार्नुपर्ने विकासको जुन एउटा बाटो तय गरेका छौँ, हामीले त्यो विकासको जुन एउटा हामीले परिकल्पना गरेका छौँ, हामीले परिकल्पना गरेको विकासभित्र विपदको पूर्व सूचना सम्बन्धी जानकारी प्राप्त गर्ने संयन्त्र या प्रविधिको आवश्यकता पहिलो नम्बरमा बस्नुपर्ने आवश्यकता देखिएको छ। हामीले ठुला ठुला भवनहरूलाई विकासको सूचक मानेका हुन सक्दछौँ। ठुला ठुला हाइवे, एक्सप्रेसवे, यस्ता भौतिक संरचनाहरूलाई विकासको आधार अथवा विकासको सूचक मानेका हुन सक्दछौँ। तर एउटै मात्र प्राकृतिक विपदले त्यत्रा संरचनाहरू मिनेटभरमा, निमेषभरमै खरानी माटो हुन सक्ने रहेछन्। त्यसैले विकासको सूचकका रूपमा ठुला ठुला भौतिक संरचना र पूर्वाधारलाई मात्र होइन, विपद आउँदैछ भन्ने कुरा थाहा पाउने सूचना संयन्त्र, प्रविधि संयन्त्रलाई पनि विकासको सूचकको पहिलो नम्बरमा राख्नु आजको आवश्यकता हो। सँगसँगै मलाई विश्वास छ सरकारका तर्फबाट सम्पूर्ण जानकारी सिङ्गो सदनलाई प्राप्त हुनेछ र म फेरि पनि विश्वासका साथ भन्न सक्दछु कि सरकार आफ्नो सम्पूर्ण क्षमता लगाएर नागरिकलाई बचाउने, जीवधनको रक्षा गर्ने कुरामा र सबभन्दा पहिला खोजी उद्धार, त्यसपछि राहत र पुनर्स्थापनाको कार्यमा लागि पर्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। समयका लागि आभार व्यक्त गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। नमस्कार।